हेलो 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 गाइस, के छ सबैजना? सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम आरामै छु। अनि आज चाहिँ हामीले टक्क मोरङको विराट चोकबाट श्रीअन्तसम्म यात्रा सुरु गर्ने निर्णय गरेका थियौँ। यात्रामा चाहिँ हामी 10 जना संलग्न छौँ भने यात्राको लागि सम्पूर्ण तयारी गरेर हामी चाहिँ खोर्सानीबाट यात्रा सुरु गर्छौँ। यस्तै मिठो मुरालीको धुन र मादलको ताल जस्तै गरेर हामीले यात्रा सुरु गर्यौं। अगाडि चाहिँ अंकलहरू गइसक्नु भएको थियो भने हामी चाहिँ अलिक पछि पछि जाँदै थियौं भने 1-2 जना अंकलहरू चाहिँ पछाडि पनि आउँदै हुनुहुन्थ्यो। जम्मा हामी 10 जना जाँदै थियौं भने 5 वटा बाइकमा हामी जम्मा जाँदै थियौं। र यात्रामा चाहिँ हामीले श्रीअन्तुसम्म जाने भनेका थियौं भने बीचमा खाजा खाने ठाउँ-ठाउँमा रोकिने र पछि घरि भिडियो पनि बनाउँदै थिए क्या साथीहरू। अनि बाटो चाहिँ एकदमै धेरै धुलो भएको कारणले मैले चाहिँ मेरो घरमा बाइकको फुल हेलमेट थियो अनि त्यो पनि लिएर गएको थिएँ। एकदमै सजिलो भयो यात्रामा चाहिँ, किनकि धेरै धुलो आउने भएकोले यसले चाहिँ पुरै धुलो छेक्थ्यो। अनि त्यही भएर मैले चाहिँ यो हेलमेट लिएर गएको थिएँ। घरि बाइक पनि ड्राइभ गर्नु पर्थ्यो भनेर लिएर गएको थिएँ। तर अंकलले चाहिँ एकदम राम्ररी चलाउनु हुँदो रहेछ, त्यसैले म चाहिँ आरामले ढुक्कले पछाडि बसेँ अनि अंकलले चाहिँ बाइक कुदाउँदै हुनुहुन्छ। बीचमा चाहिँ अर्जुन धारा पनि पुगौँ न त भनेर हामी अर्जुन धारा पनि जाने भनेका थियौं भने अगाडि अंकलहरू चाहिँ जाँदै हुनुहुन्थ्यो। एकदमै रमाइलो भइरहेको थियो भने बाटामा चाहिँ अलिअलि बाटो बिग्रिएको हुनाले अहिले बाटो एकदमै खराब छ नि त साथीहरू। यो पूर्व पश्चिम राजमार्ग बन्दै गरेको कारणले एकदमै बिग्रिरहेछ। बाटोमा धेरै धुलोहरू आउँछ, त्यसैले चाहिँ मैले यो फुल हेलमेट लगेको चाहिँ एकदम सजिलो भएको थियो। अनि हामी अब अहिले चाहिँ अर्जुन धारातिर सिधै लाग्यो। अब चाहिँ साथीहरू एकैटाना हामी सिधै अर्जुन धारामा भेट्छौँ है त। फाइनल्ली साथीहरू हामी चाहिँ अब ठ्याक्कै अर्जुन धारा आइपुग्यौँ। अनि अब अर्जुन धारा जानको लागि चाहिँ हामीले सबै बाइकहरू चाहिँ एक ठाउँमा राख्नुपर्ने हुन्छ। अनि सबैजना भेला भएर चाहिँ भित्र जाने भन्ने कुरा भयो। अनि सर र हामी एकतिर गएर बाइक राखेर अब भित्र जान्छौँ। अर्जुन धारामा प्रवेश गरिसकेको छु। एकदम सब बनाएर टक्क हामी चाहिँ बनाइरहेको छु म भिडियो। अर्जुन धारामा चाहिँ हामीले अब प्रवेश गरिसक्यौँ।
गोडा धुने काम भइरहेको छ बट्टाबाट जुत्ता लाएर त यहाँ पस्न मिल्दैन ल अर्जुन धारामा कतिवटा पो छ नि 108 108 यो माथि चाहिँ नटेक्नु भने हो हर हर महादेव हर हर महादेव कि घर घर महादेव के गर्दा उता खिड्कीमा म तपाईँ लाग्नु पर्यो के अरे हामी यतिखेर पूर्वका पशुपति अर्जुन धारा जलेश्वर धाममा छौँ तपाईँहरू जहाँ कहीँबाट यो हाम्रो भिडियोलाई हेर्दै हुनुहुन्छ सक्दो लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला धेरैजना भन्दा धेरै मान्छेसँग पुर्याइदिनु होला ताकि फेरि पनि हामी यस्तै राम्रा राम्रा भिडियोहरू बनाएर हजुरहरूको मन जित्न सकौँ ल साथीहरू हामीले चाहिँ अर्जुन धारालाई चाहिँ अब बिदाई गर्दै हामी टाढा जानुपर्ने भएकोले हामी अब यहाँबाट चाहिँ लाग्यौँ साथीहरू अनि अर्जुन धारालाई चाहिँ बिदाई गर्दै अब हामी चाहिँ श्रीअन्तुतर्फ लाग्यौँ किनकि श्रीअन्तु चाहिँ धेरै टाढा भएकोले हामीलाई जानलाई धेरै टाइम लाग्ने भएकोले हामीले चाहिँ अर्जुन धारामा धेरै बेर बस्न पाइनौँ अनि आउँदाखेरि पनि निस्किने कि भन्ने कुरो थियो तर अब आउँदा चाहिँ के हुन्छ भन्ने टुङ्गो चाहिँ थिएन त्यसैले हामी अहिले जानको लागि चाहिँ हतार हतार गर्दै लागिहाल्यौँ साथीहरू किनकि धेरै टाढा जानुपर्ने थियो अनि यात्रामा चाहिँ मैले ठाउँ ठाउँमा सानसानो क्लिपहरू खिच्दै ओर्दै पछाडि बसेको थिएँ नि त साथीहरू त्यसैले धेरै सजिलो भएको थियो अनि सानसानो भिडियोहरू बनाउँदै ठाउँ ठाउँको भिडियो बनाउँदै लाग्यौँ साथीहरू अनि
ल साथीहरू अब चाहिँ फाइनल्ली हामी कन्याममा चाहिँ आइपुग्यौँ अनि हामीले चाहिँ अगाडि नै सल्लाह गरेको थियौँ कि आज चाहिँ अब यात्रा गर्दा गर्दै बाटामा धेरै बाटो खराब भएकोले गलेको हुनाले हामीले चाहिँ अगाडि नै एउटा होमस्टेलाई चाहिँ बुकिङ गरिसकेको थियौँ अनि सिधै उतै गएर बस्ने अनि भोलि मात्रै आएर फोटो भिडियो खिच्ने घुम्ने भनेर सल्लाह गरेको थियौँ अनि हामी चाहिँ अब सिधै होमस्टे तर्फ लाग्यौँ किनकि धेरै भोक लागिसकेको थियो। बाटामा ठाउँ ठाउँमा खाजाहरू त खाँदै आएको थियौँ तर पनि बाटो धेरै खराब भएकोले सबैजना गल्नु भएको थियो त्यसैले अब हामी चाहिँ सिधै होमस्टे तर्फ लाग्यौँ अनि यहाँनिर चाहिँ भोलि आएर फोटोहरू खिच्ने घुम्ने डुल्ने भनेर चाहिँ हामी अब लाग्यौँ होमस्टे तर्फ। अनि क्या साथीहरू अब यो भिडियो चाहिँ मैले फर्स्ट टाइम बनाउँदैछु नि त पहिले पनि बनाइरहेको थिएँ तर पनि यसरी भोइस ओभरहरू गर्ने ओर्ने चाहिँ गरेको थिइनँ अनि यो चाहिँ फर्स्ट टाइम भएकोले अब खासै जानेको त छैन त्यही पनि अलिअलि सिक्दैछु गर्दा गर्दै त जानिने हो नि साथीहरू त्यही भएर अब कोसिस चाहिँ गरिरहेको छु के कस्तो लाग्छ हजुरहरूले चाहिँ हेरेर लाइक कमेन्ट सब्सक्राइब र कस्तो हुन्छ कमेन्ट मार्फत भनिदिन चाहिँ नबिर्सिनु होला। अनि अहिले चाहिँ जाडो मौसम लागेको कारणले होला कन्याम श्रीअन्तु अनि त्यसपछि इलामतिर चाहिँ एकदमै भिडभाड भइरहेको छ क्या साथीहरू अनि हजुरहरू चाहिँ यतातिर जाँदै हुनुहुन्छ भने तातो लुगाहरू चाहिँ लगाएर जानु होला किनकि एकदम चिसो बढिरहेको छ नि त। अनि अरू कुरा चाहिँ त्यस्तै हो अहिले चाहिँ हामी ठ्याक्कै हामीले बुकिङ गरेको होमस्टेमा पुगिसक्यौँ अनि सबै बाइकहरू चाहिँ एक साइडमा पार्किङ गरेर राख्यौँ अनि यता चाहिँ बाइकहरू चाहिँ जहाँ राखे पनि बेलुका हराउँदैन भन्नुहुन्थ्यो त्यसैले हामीले चाहिँ बाटामै पार्किङ गरेर राख्यौँ अनि यहाँनिर चाहिँ अब होमस्टेमा खाजा बनाएर खाइसकेपछि चाहिँ बेलुका हामी पोखरी साइडमा घुम्न जाने भनेका थियौँ त्यसैले अब हामी चाहिँ सबैजना रुममा गएर कपडाहरू चेन्ज गरेर अनि खाजा बनाएर खाएर पोखरी साइड जाने भनेकोले चाहिँ अब हामी चाहिँ सिधै लाग्छौँ खाजा बनाउन तर्फ। ल हामी चाहिँ टक्क अब श्रीअन्तु आइपुगेका छौँ श्रीअन्तुबाट यहाँ टक्क एउटा होमस्टेमा टक्क बसेर चाहिँ नि यहाँ अब यसो होमस्टेमा बसेर हाम्रो खानेकुराहरू भटाभट पकाउँदै हुनुहुन्छ नाचगानको पनि व्यवस्था छ भरे धमाधम खोर्सानी पखाल्दैछु पकाउँदै हुनुहुन्छ भने धमाधम यता यहाँ काटकुटको व्यवस्था पनि हुँदैछ दिपक दाजु एकदम खटिराख्नुहुन्छ मजाले भने कुकिङको व्यवस्था पनि चाहिँ यता भित्र पकाउने जिम्मा चाहिँ तपाईँलाई होइन टक्क पकाउने जिम्मा चाहिँ उता यहाँनिर चाहिँ दामी होटेल छ कति तारे हो यहाँको श्रीअन्तुको भने म माथि पनि एउटा यहाँबाट चाहिँ बिहान हामी सनरुफ हेर्नेवाला छौँ यस्तै छ है गाइज ल
ल साथीहरू हामी चाहिँ अब बिहानै उठेर चाहिँ अनि 6:45 कि 6:20मा चाहिँ घाम झुल्किन्छ भन्नुभएको थियो। अनि त्यस पछाडि बिहानै चाहिँ हामी सनरुफ घाम झुल्केको चाहिँ हेर्न गयौँ। अनि त्यस पछाडि सुरुमा त त्यस्तो भिड थिएन कि साथीहरू, पछि त यस्तो भिड हुँदै गयो कि ढिला अलिक टाढाबाट आउने मान्छेहरू चाहिँ अलिक ढिलो आउनु हुँदो रहेछ भने यति पर्ख्यौँ अनि फाइनल्ली सनरुफ चाहिँ भयो गाइज। ल यो भ्यूको इन्जोय गर्नु। हजुर तपाईँहरूको बिहानको सुरुवाती चाहिँ कसरी भयो? मेरो बिहानको सुरुवाती चाहिँ भने उकालोबाट लगातार घोडा कुदे जस्तो जङ्गल कुदेर हजुर भइरहेछ। खोर बिहानै राति नै उठेर घाम झुल्किन्छ। श्रीअन्तुमा चाहिँ घाम झुल्किन्छ भनेर हामी चाहिँ राति नै उठेर घाम हेर्न निस्क्यौँ। ठ्याक्कै म बसेको ठाउँमा चाहिँ फेरि रुख परेछ, घामै झुल्केन। अनि हाम्रो टोलीहरू चाहिँ यता हुनुहुन्छ, अलिक पर गएर यहाँ भिडियो बनाउनु अरे हेर्न। यो त मान्छे चाहिँ भनेको कति हो कति घोडा कुदे जस्तो। ओह्रालो तल पनि माथि पनि मान्छे नै मान्छे हो। यहाँ चाहिँ शनिबारहरू चाहिँ प्रायः शनिबार शुक्रबार चाहिँ यस्तो हुँदो रहेछ भने अरू बार चाहिँ प्रायः अलिक कमै मान्छे हुन्छन् अरे। भन्दै हेर्दै भिडियो बनाउँदै फाइनल्ली चाहिँ अब अहिले चाहिँ हामी कन्याममा चाहिँ आइपुग्यौँ। अनि कन्याममा चाहिँ अब फोटो भिडियो खिचिसकेर चाहिँ हामी अहिले चाहिँ फर्किसकेका छौँ भने अब चाहिँ यहाँनिर फोटो भिडियो खिच्नेदेखि सबै काम सकेर चाहिँ अब हामी घरतर्फ लाग्छौँ भने अब यहाँनिर चाहिँ एकछिन फोटो खिच्ने अनि त्यस पछाडि चाहिँ हामी यहाँबाट लाग्छौँ साथीहरू। बाटामा जाँदै चाहिँ पाथिभरा माताको दर्शन गरेर जाने भनेको थियौँ भने अनि हामी चाहिँ पाथिभरा माताको दर्शन गरिसकेर खाना खाएर चाहिँ हामी सिधै घरतर्फ लाग्छौँ। अनि लगाइज अब यति नै भयो। भिडियो चाहिँ के कस्तो लाग्यो हेरेर चाहिँ प्रतिक्रिया दिन नबिर्सिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब र यस्तै भिडियोको लागि चाहिँ सब्सक्राइब गरिदिनु होला। सबैजनालाई भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद।